आइसक्यो छिटो 2-3 बज्यो के 3 बज्यो यहाँ गाडीमा उता है ए सबै आइसके आजको मेन चाहिँ प्रोपराइटर ल कस्तो लागिरहेछ तपाईलाई मुक्तिनाथको यात्रा एकदम खुसी 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 कति वर्ष अगाडि दिनको दिकै कति खुसी हो के सर पहिलोचोटि जाँदै हो हाम्रो रुद्र सर आजको चाहिँ यो भ्रमणको चाहिँ स्पोन्सर उहाँ तिमीले हाँसेको फोटो साथैमा हाम्रो यात्रा चाहिँ निरन्तर चाहिँ मुक्तिनाथसम्मको रहेको छ बनाउँदैछ
युट्युब चल्नु परेन ब्युटी छौ नाना म त ल ल हेर्नु ठिक छ
दुई बहिनी नाच त ल ल ल कपडा खाली आइज म त होइन अब बिहा उज्यालोमा सब हिमालहरू दिए भोलि हेर्ने अब भोलि बिहान
ल अरुण कहाँ आएको रे मुस्ताङ आयो होइन मुस्ताङको कुन ठाउँ अर्पण मुस्ताङको कुन ठाउँमा आएको हामी मुक्तिनाथ कहाँ आएको रे मुक्तिनाथ आएको है अरुण कस्तो लागिरहेछ जाडो लाग्छ के लाग्छ जाडो छ ल बनमबाट मुक्तिनाथ आइपुग्यो हामी है ल हाम्रो माइजू भाउजू ओहो यता हेर मुक्तिनाथ आइपुग्यो हामीले पनि हामीले ल्याउँछ दिनभरि सुतेर आउने मान्छे यहाँ खान एउटा नाचेन बल्ल आनन्द भयो आएर एकछिन नजानु भनेर ल मुस्ताङ तपाईँलाई मुक्तिनाथमा स्वागत छ है ल मुक्तिनाथमा स्वागत छ ल बहिनी मुक्तिनाथमा स्वागत छ ल आउनु जीवन सर मुक्तिनाथ आइपुग्यो एकदम मुक्तिनाथ आइपुग्यो सकुशल आइयो ल जाडो छ कि गर्मी छ चिसो छ मौसम र चिसो चाहिँ मनमोहक छ त मौसम साँझ पख पनि हुन्छ उहाँलाई बोकेको है बाटो देखाउँछु बरु ल जानु ल त सर तपाईँ जानु त बाटो हेर्नु ल हेर ल भर्खर आइपुगेको भने भयो बसाइ सरे भनिदिनु किन होइन होइन त्यसले उगली र त हिलो भयो भने पनि सामान म त चुरुम्बे पानी डुबे नि गाँठे इ तल ल हाम्रो भाइ हामीले उहाँले यहाँसम्म ल्याउनलाई धेरै सहयोग गर्नुभयो भित्र बस्नु जान्छ सागहरू होइन के भन्छ रे दरै पिरो बनायो कि क्या ल बसाइसरे भने कसैले भनिदिनु भन्ने गीत मिल्छ आउनु भित्र आऊ वेलकम अन्नपूर्ण होटेल ल अन्नपूर्ण होटेलमा सबैलाई सगलै स्वागत छ है होटेल अन्नपूर्ण इनमा स्वागत छ तँलाई है खोज्या हो नि त्यसले ल होटेल अन्नपूर्ण इनमा स्वागत छ हजुरलाई रुमलाई राउँछ नि तल धरमलाई माथि गएर फ्रेस भएर आउल चल कपडा फेर्ने मुख धोने अलि अनुहार के भन्छ रे फ्रेस बनाउने रसिलो बनाउने अर्पण त्यही झोला हराउला है तैँले तँलाई यस्तो यता सुन्नु त जाने आउनु लड्छ त्यहाँ ठोकिलास् त्यो भेतातिर नचल गुल्टाई तेरै सम्पत्ति हो गुल्टाई तेरै सम्पत्ति हो मुस्ताङको के भन्छ अरे मुक्तिनाथ भन्दा अलि तल्लोपट्टिको होटेल अन्नपूर्ण इनमा तपाईँलाई स्वागत छ है आज यही बस्ने लाग्दैन यही नजिकै हो हिँडेर जाने सिधै अब त पर्छ होला पो सक्दैनन् होला हुन्छ कि त्यही पनि उल्टै अरूजना त तन्दिरीहरू सासा हुने बिचरा बुढीहरू त नाच्दै हेर्दै होइन मन डराएको थियो त्यो बुढी अर्को आमा अनिसँग नि कुरा गर्दै आएको अनि मजाले आएँ
म पनि छक्क परेँ त नि राम्रो भयो सबैलाई राम्रो होस् जाम माथि ल जाम कुन होटल राम्रो देखियो भनेको होइन यता खाना कस्तो हुँदो रहेछ टेस्टी छ 3200 मिटर हाइटको चाहिँ खाना त्यसको पानीको स्वाद के 3200 हाइटमा रहेछ 3200 मिटर हाइटमा भएको त्यसमाथि पानीको स्वादमा मिश्रण गरिएको दाल तरकारीको छुट्टै स्वादमा चाहिँ एकदम आनन्दसँग भनेपछि नि एउटा निबन्ध लेख्नुपर्ने भएन निबन्ध जस्तै भनौँ न अब तँलाई पानी खाएको यो चिसो भयो यो तिम्रो होइन यो सगले हाम्रै हो र यति धेरै छौँ हामी बफमा त त्यति देखेर सुतेर होला है मान्छे त थोरै देखिन्छ र यहाँ त डल्लै छ नि त 28 29 30 जना तसँग भनेको मसँग हो 31 30 जना तसँग 30 जना हो बच्चासँग 30 जना हो कस्तो नाउरोहरू देखेको मिठो हुँदो रहेछ ल ल ल तपाईलाई मखमली चोलीमाथि छड्केलायो घले कि रूपै सुन्दर मेरी हजुर दपकै बले कि हे निलु है रूपै सुन्दर मेरी हजुर दपकै बले मखमली चोलीमाथि छड्केलायो घले कि रूपै सुन्दर त्यसो अब घरतिर अब फुल पठाइदियो त्यहाँदेखि पैसा रूपै सुन्दर मेरी पर्वतबाट उसमातिर रूपै सुन्दर मेरी चन्मती खै त ल ल ए उ त नो नै नो 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 यता यता त्यो होइन त्यो त भ्यू पोइन्ट हो यो मनोकामना जस्तै क्या रहेछ नि लगभग उस्ता उस्तै केही हदसम्म चढाउँछ नि कि चढाउ अलि मन्दिरमा मेन फर्किँदा हो यो होइन होइन जाँदा यतापट्टि जान्छन् फर्किँदा यतापट्टि आउँछन् कि यहाँ चाहिँ त्यस्तै छ एक लाख र 1 लाखमा केही फरक पर्ने अवस्था छैन हामी तल बाटो आएको पहाडहरू भनेको यस्तै कि अब तपाईँको रुखहरू भनेको यही हो योभन्दा ठुलो रुख ल मान्छे एउटा ऊ पनि हो क्या त्यो के भन्छ अरे साइकोलोजीले असर पार्ने चिज पनि हुन्छ त्यस्तो केही हुँदैन
टाउको दुख्यो भने आउनु परेन आउनु मुक्तिनाथको यात्रा भाइ खोइ दादालाई थाहा ल बन्द त अर्पण होइन अहिले टिकटक बनाउनु भन्दा नि हामी ठाउँहरू घुम्नुपर्छ नि माछा सार्न मकैबारी दर्याङ दर्याङ हरियो काँक्रा कोर्याङ कोर्याङ बाबु के खाऊ त त्यो चाक्रे अनि त्यही भयो भने ऊ ठिक हुन्छ अरे बगि त्यो चिसोले के चिसोले बढ्न नलग्यो केही नि हुन्न अनि मैले 93 वर्षको आमा र 81 वर्षको माइजूलाई मुक्तिनाथ घुमाउनु ल्याएको लास्ट विचार दुईटा बहिनी बुढीलाई त बिर्सियो बहिनी आउँदैछ बहिनी घुमाउनु ल्याएको है सर है तपाईँहरू पनि इच्छा छ भने आउनुहोस् है 93 वर्षको आमा आउनु सक्नुहुन्छ नि तपाईँहरू आउनु सक्नुहुन्न र होइन सर है ओके ल बाई जाने हामी जाने उनीहरूको पछि पछि जाने कि हामी पनि बाबुलाई लेख लाग्यो भने अहिले बाल्नुमा 93 वर्षको आमालाई मुक्तिनाथ घुमाउनु ल्याइयो तपाईँहरूले नि ल्याउनु है आमा बाबुलाई राम्रो लाग्यो राम्रो ल अब पूजा गर्ने पूजा पर एक ठाउँमा जाऊँ सबजना होइन पूजा गर्ने मान्छे भन्थ्यो कि मसँग त नुहाउनु गयो होला के कस्तो भयो ड्याडी
लौ जुत्ता लागेर त मोरियो पो फेरि त्यहाँ नि खोल्नु पर्ने रहेछ यो बहिनीलाई त मैले देखेन त कहाँ बसेर गाडी लाग्दा कुप्लिक्केर सुतेको थिएँ कि यहाँ कसले हेरेर गाफल लिएको हिजो यिनले होइन खै त त्यो काफल त कुयो कि क्या हो ल हाम्रो जीवनसार मुक्तिनाथ आएर दर्शन गरेर त्यो पोखरीमा डुबुल्की मारेर एउटा केटी वर मागे भन्ने कुरो थियो मार्थे हो हाम्रो सिस्टरले के पाउनु भयो त पोखरीमा नाकमा पानी पायो नाकमा पानी के भयो सक्दै सकिन मुखभित्र पानी मलाई त झन् त्यो उचालिदिएको थियो अगाडि मान्छे किन भाउजू त उता छेउमा गएर टिकन र मैले त यहाँ मन्दिरमा आएर चराउने ल मैले के गर्नु घर लिएर जाने भनेतिर सोचायो सोरेमै नगरेर भन्ने अब सकिनँ मैले त टिप्न खोजेको सकिनँ होइन माटो भयो भने त्यहाँ जे आउँछ त्यही चिज चाहिँ माटै थिएन नि सर ढुङ्गाहरू भाउजूले त्यस्तो गरी टिपेको त पानी चाहिँ पूजा गरिसकेपछि लास्टमा थाप्नु जाने हो नि त्यसपछि ल यो पूजा सक्नु त्यसपछि पितृलाई सम्झिने भयो यहाँ आउनु अनि यो उतापट्टि फेरि बुद्धको छ ठुलो मूर्ति छ त्यहाँ जाने भयो त्यहाँ जाउँ त्यहाँदेखि तल झर्ने हो उतापट्टि हो र नुहायो त यो बहिनीले नि मैले सिक्का निकाल्यो ओइ ठुलै सिक्का होला त्यो त गर लगाएर राख पूजा गरेर राख झोलामा त्यस्तो हराउने चिजहरू त छैन नि तपाईँको ल हिँड 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 यहाँबाट लाइन सुरु हो लाइन सुरु हो नि मुक्तिनाथको मन्दिरमा हावा चाल्यो सरररा चिसो चिसो भयो अनि तल काटियो जुत्ता खोल्ने हो र अहिले उता खोला उता के पर खोल्दा नि हुन्छ उता जुत्ता त खुट्टा टिट्याउन मन लाग्छ नि खोल्दा हुन्छ टिट्याएर कङ्ग्रे हिँडेछ नि त मुक्तिनाथको मन्दिरमा दर्शन गर्न आएको हामी
नुहाएको चाहिँ खिच्न पाएन कि नुहाएको कमसेकम अरूले भिडियो हेरेर नाच्थे यहीँ लाइन सुरु हो चिसो चिसो भयो अलि पर खोल्दा नि हुन्छ खुट्टा टिट्टाउन मन लाग्छ नि टिट्टासेर कङ्ग्रे कङ्ग्रे हिँडेछ नि त नुहाएको चाहिँ खिच्न पाएन कि नुहाएको कमसेकम अरूले भिडियो हेरेर नाच्थे हेलो मान्छेले पोखरीमा डुबेर चिसो चिसो भयो अलि पर खोल्दा नि हुन्छ खुट्टा टिट्टाउन मन लाग्छ नि टिट्टासेर कङ्ग्रे कङ्ग्रे हिँडेछ नि त दर्शन गर्न आएको हामी नुहाएको चाहिँ खिच्न पाएन कि नुहाएको कमसेकम अरूले भिडियो हेरेर नाच्थे हाम्रो गुरु यता हो यता छ म यहाँ हेलो मान्छेले पोखरीमा डुबेर गयो खुट्टाले नि हो उठाल्दिनु न सकिन हात
झार हालिदिनु मलाई है त्यो लाने हो ल ओके तिमीले त्यो लाने भाइले के लाने कति हो यो एउटा आउँदेखि कति हुन्थ्यो बिहा गर्ने हो र केटीसँग के त्यो लाने हो तैँले भगवानको पो छ डबल छ ए मुक्तिनाथ अनि यो खैको मन्दिर हामी गएको ए भयो हुन्छ हुन्छ के हुन्छ ल छोड्नु ए ल हुन्छ के गर्ने कति भयो दिदी खाइसक्यो के गर्ने म नगर उता लान्छ यहाँ टी सर्टलाई के तल 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 जाने अब त जत साह्रै तल 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 अहिले त कुशल मङ्गलै छु एकछिन पछि यो गाडीले पुग्छ मलाई मान्छे सबै सिस्टर छैनन् फोटो
अरुण अर्पण कहाँ गयो? कम मखमली चोली माथि छड्केलायो घले कि रूपै सुन्दर मेरी हजुर दपकै बले कि हे निलु है रूपै सुन्दर मेरी हजुर दपकै। मार्फा भिलेजमा हामी मार्फा आइपुग्यौँ। मार्फा ल आऊ सबजना आऊ त ल मार्फा भिलेज हिँड्ने अब त नि हो टेलिकमको टावर त्यहाँसम्म थियो। देखाइरहेको छु मैले आफूतिर कलाकार राष्ट्रिय स्तरको कलाकार हो। आफूलाई कलाकार हो। अब त बुढीपाटीको कलाकार हो नि सर। आजको कलाकार उहाँ चाहिँ अन्तर्राष्ट्रिय लेभलको कलाकार। उहाँ त खेलाडी कलाकार हो नि। हाम्रो टोली चाहिँ कोही झर्दै कोही पर्खिँदै क्रममा चाहिँ सबै आफ्नो तालमा छ नि। मन्जिला चाहिँ कसलाई सोचेर नचाल्नु गर्दैन। म चाहिँ आमा चाहिँ एकदम रमाइरहनु भएको छ। दृश्यहरू प्राकृतिक सुन्दरताले भरिपूर्ण भन्नु। यहाँ सिस्टर पनि एकदम रमाइरहनु भएको छ। के छ तपाईँको धारणा यसो भन्नु? मेरो धारणा चाहिँ के भन्ने एकदम मनै मास्क खोल्नु त अनुहार देखिन। एकदम शब्दविहीन भएछु यो ठाउँको। मास्क खोल्नु सिस्टर तपाईँको। मास्क खोल्न नि म एकदम मान्छे चिन्ने न। ल सिस्टरले मास्क खोल्न चाहिँ गाह्रो भन्नुभयो। ल अर्को सिस्टरलाई कस्तो लागिरहेछ त आजको यात्रा? लजाउनु भयो थोरै। एकदम रमाइरहनु भएको छ। चिसो हावा लाग्दो रहेछ एकदम। हजुर पनि धारणा राख्नुहोस् न। भन्नु मिलेन नि त पाखा। अब हामी चाहिँ स्याउ खेतीतिर चाहिँ लम्किरहेका छौँ। हाम्रो चाहिँ टोलीहरू लम्किरहेको छ। यो के रहेछ? यो घर रहेछ सर। यो होटल होला त्यो। मेरो घर यहाँ हुनु पाए त म त करोडपति हुन्थेँ नि। आम्दानी त्यसको हाम्रो टोली यति धेरैजना छ। मार्फा भिलेजलाई हेर्नु त स्याउको कुराहरू त दिदी स्याउको पुरै बगैँचा हेर्नु त। अब यो कहिले फुल्ने रहेछ? फुल्नेको बेलामा पाए गजब हुन्थ्यो। ल हाम्रो साथीहरू चाहिँ आयो।
ड्रेस लाउन छ भने लगाऊ मुस्ताङको ड्रेस लाउन आउने ओ पछि आउँदै हुनुहुन्छ उहाँ चोरीको उस गर डुप्लिकेट ओरिजिनल होइन से ओरिजिनल नि केही नि गर्दैन यो डुप्लिकेट बनाएको हो कि ल भयो जा पुग्यो अङ्कलले झारिदिनुहुन्छ न मैले खिचिदिइसकेको छु बजाइ बाबा चाहिँ प्रायः चाहिँ के ड्रेस लाउनु भयो अरे शेर्पा ड्रेसको अनुभव कस्तो रह्यो त दिदी राम्रो शेर्पा ड्रेस लाएर आउनु भयो उहाँहरू एकदम रमाइलो लागिरहेछ कस्तो लाग्यो एकदम रमाइलो लाग्यो क्यामेराबाट फोटो खिचेको कस्तो अनुभव भयो एकदम रमाइलो लाग्यो सर कहिले नलगाएको धेरै लगाइयो राम्रो लाग्यो खुसी लाग्यो सिस्टरलाई कस्तो लाग्यो मैले लगाएँ लगाउनु भएन है अरूहरूलाई लगाएको देख्दा कस्तो अनुभव भयो कस्तो नि हेरेँ टिकटकमा हेरेँ कति भएको फोटो तपाईँ उपस्थितिको लागि मात्रै चाहिँ सहकार्य गरिदिनु भयो भिडियो खास बिस्तारै बिस्तारै अर्पण बिस्तारै यता बाटो छ यता हो आएको हामी त यता आइदिन्छु रे बाटो छ नि त्यति हिँड्नु न खै म थाहा छैन म त यताबाट आएको बाटो छ हेर बाबु बाटो छै छैन खै थाहै छैन म त यहाँ आइदिएँ म हतार दाजु ओए रुक्से झर्ना
म्याग्दी जिल्लामा पर्ने बाटो देखायो हाइवेमा पर्ने जस्तो भएर पानी यहीँसम्म बन्द रहेछ बिस्तारै अर्पण बिस्तारै लोड छ चिप्लिन्छ यहाँ बाफ ठोकिँदो रहेछ यहीँ आउँदो रहेछ नि उता माथि थिएन नि बिस्तारै अर्पण लोड चाहिँ बिस्तारै रमाइलो भयो यहाँ सिन चाहिँ वेट पापा पानी खाँदा नि हुन्छ यहाँको बिस्तारै लोड है के किन्ने ल किन के किन्ने भनेको किन पपकर्न कतिको हो बहिनी दिनु न एउटा पपकर्न उयो दुईजना देखा है ल हेर यसको बिहा थोरे मखमली चोली माथि छड्केलायो घले कि रूपै सुन्दर मेरी हजुर